हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम टु माई ब्लग डे 3 हो। आज मेरो ब्लगको तेस्रो दिन हो। म अहिलेसम्म नि कन्टिन्यू गर्दैछु र अगाडिको दिनहरूमा पनि गर्नेछु। र मलाई अहिले यहाँसम्म मलाई हेर्नुभएको मेरो भ्युवर्स, मेरो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद। कृपया यसै गरी अगाडिको दिनहरूमा पनि मलाई साथ दिनुहोला, मलाई हेरिदिनु होला र सब्सक्राइब गर्न नभुल्नु होला। गाइस, मैले हिजो बेलुकी चना भिजाएको थिएँ। अब चाहिँ यसलाई भुटौँ है। साथीहरू, मेरो चना र स्पेसल ब्ल्याक टी रेडी भइसकेको छ। गाइस, अब म जबमा जानको लागि रेडी भइसकेको छु। मेरो जब अब 9 बजेदेखि बेलुकी 7:30 बजीसम्म हो। अब लगभग 11 घन्टाको ड्युटी। अब ड्युटीको बिचमा केही इन्ट्रेस्टिङ छ भने देखाउँला, नभए त्यसपछि सिधै भेटौँला कामपछि। ब्लु ग्रिन गर्न आएको। अस्तिको आन्दोलनमा पुरै आगो लागि भएर पुरै बिल्डिङै ध्वस्तै भइसकेको छ। के छ साउजी, मलाई हेर्नु जुत्ता यस्तो देखाउनु कि मेरो जुत्ता च्याति त हैरान भइसक्यो। मलाई एकदम कहिल्यै नच्यातिने जुत्ता देखाउनु त। यस्तो च्याति नच्यातिने जुत्ता पो यस्तो जुत्ता त हामीसँग यो जुत्ता यो चाहिँ अस्ति भर्खर हाम्रो बाहिरबाट इम्पोर्ट गरेको जुत्ता हो। यो ट्राई गर्नु। यो बलियो छ नि साउजी है। यो त साह्रै टाइट छ त साउजी। अनि तपाईँले नै भन्नुभएको होइन त फाटेर जुत्ता दिनु भनेर। हो, तपाईँलाई यो जुत्ताको साइज सानो छ र सानो भएपछि तपाईँले लाउनुहुन्न र नलागेपछि फाट्दैन। सो गाइज, अब हाम्रो छुट्टी भइसकेको छ र अब छुट्टी भइसकेपछि अब हामी घर जाने तयारी। अब बाटोमा के कसो हुन्छ अब देखाउँदै गफाउँदै जाउँ है। यो चाहिँ हाम्रो चिपेढुङ्गा एरियामा लाग्ने साँझको बजार हो। यहाँ चाहिँ म्याक्सिमम सामानहरू सर्टकेटीमा बेचिरहेको हुन्छ। कपडाहरूदेखि लिएर जुत्ताहरूदेखि लिएर सब्जीहरूदेखि लिएर झोलासोलाहरूदेखि लिएर धेरै कुराहरू बेचिरहेको हुन्छ। र हाम्रो नगरपालिकाले नि कसैले केही भन्दैन, किनकि यो भनेको दुखी गरिबले गरी खाऊ भन्ने एउटा हिसाबले छोडिदिएको छ अहिलेलाई। त्यही भएर साँझको बेलामा यो मैनापुल एरियादेखि चिपेढुङ्गासम्म यसरी लागिरहेको हुन्छ र धेरैजना भिडभाड पनि टन्नै हुन्छ, मान्छेहरू किनिरहेको हुन्छन्। घरको लागि सब्जीहरू ल्याएको छु गाइज। आज फेरि चौचौ पाकेको छ हाम्रो घरमा, करेन्ट चौचौ, तर मम्मीको हातको त्यो भएर रेसिपी चाहिँ छैन है। गाइज, आजको ब्लग म यही इन्ड गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ।